त्यसरी फागुनमा चुनाव भने घाँटी काटिदिन्छु द्याट माई स्याक्रिफाइस। पहिला यो भिडियो हेरौँ अनि कमेन्टहरू पढौँ ल। अर्को महिना निर्वाचन हुँदैछ प्रतिनिधि सभाको। कसले भने तपाईँले भन्नुहुन्छ प्रधानमन्त्रीले विज्ञप्ति फागुनको महिनामा निर्वाचन भयो भने म घाँटी काटिदिन्छु घाँटी। जसरी मैले 84 मा चुनाव हुँदैन 82 काट्दैन भने तिमी त्यसरी फागुनमा चुनाव भने घाँटी काटिदिन्छु द्याट माई स्याक्रिफाइस। बुझ्नुभयो? सुरु गरौँ। कुन अवस्थामा भने थिइस् रानीको छोरा? घाँटी काट्यो कि काटेनौ भनेर हेर्न आएको म भोट हालेर। मोबाइलबाट चक्को हान्ने व्यवस्था होस्, यसलाई हान्नु पर्नेछ। के बोले भाइ? के बोले के जथाभावी बोले? गाजहरू पोखटेको कुरा सुनौ अनि नेपाली जनताले आशीर्वाद दिएको कमेन्टहरू पढौँ ल। डबल भोटको अन्तरमा हामी जित्छौँ। हाम्रो भोट 30,000 नाग्छ र दोस्रो हुने पार्टी भनेको कङ्ग्रेसै हो। अब अन्य पार्टीहरू तपाईँले नाम लिएका पार्टीहरू चाहिँ तेस्रो हुने कुराको प्रतिस्पर्धामा छन्। सुरु गरौँ। हे भगवान, यसले हारेको समाचार सुन्न पाइयोस्। हे पशुपतिनाथ, यसले हारेको हेर्न ठुलो रहर छ। यसले हार्यो भने के गर्छ होला? लाज भनेको यिनीहरूले पचाइसके हजुर। बात त सही है। ट्याब्लेटले ठिक हुन करेन्ट लगाउनु पर्छ। खन्तीको विरोध कतिसम्म गर्न सकेको होला कि यो हर्क साम्पाङले? भिडियो हेरेर कमेन्टहरू पढौँ ल। अस्तिको दिन त गोरो मान्छेहरू गर्दै थियो गरेर तपाईँको क्यामेरै फाल्यो। अनि त्यो पार्टीलाई फेरि भिजन के हो भनेर सोध्नुपर्छ। भिजन के हो? सुरु गरौँ। समयमा रेबिजको सुई लगाऊ, नत्र 16 दिनपछि बौलाउँछ। यसले आफ्नो पार्टीको नामै बिर्स्यो कि के हो? खालि रासोपाको मात्रै प्रचार गर्छ। कसम, माटोको मेन मान्छे नै माटो बराबर छ। चोकर हेर्न सर्कस किन जानु पर्यो र? हाम्रै हर्के हलदार हेरे भइगयो नि। गजब बेइज्जती है। अरूलाई विरोध गरेर आफू ठुलो हुन्छु भनेको होला, तर आफू गिरेको थाहै छैन। बात त सही है। यो चुनावमा केपी ओली भन्दा पनि धेरै भाइरल भएको यो कान खाट्ने दिदीको कुरा सुनौ अनि कमेन्टहरू पढौँ ल। नमस्कार है, मलाई यो तपाईँहरू भिडियो भाइरल मेरो भिडियो खिचेर अनुमति बिना हालिदिनु भएको छ। कसैले क्यानमा मैले अब तपाईँहरूलाई साइबर क्याममा हालिदिन्छु। अनि मैले चाहिँ तपाईँहरूलाई चाहिँ मान्छेले दुनियाँ दिवाना गर्दा कसैको भाइरल नहुनु पर्ने। मलाई चाहिँ किन म गरी खाँदाखेरि मलाई 1000जनाले अहिले तरकारी लिन जाँदा कालीमाटीमा 1000-2000 जनाले मान्छेले घेरेर भ्युजको लागि कमाउनको लागि मलाई घेरेर त्यस्तो नगरिदिनु न। म गरी खाने महिला हो, म एउटा सङ्घर्षी महिला हो। म पार्टीलाई म ज्यान अझै पनि दिन सक्छु। म सुरु गरौँ। अरू थाहा छैन, हजुरले कान काट्नै पर्छ। पार्टीको लागि ज्यान दिन सक्नेले जनताको लागि कान दिन सक्नुहुन्न। त्यही भएर कि ठुलो जगाउनु कि मुटु नजगाउनु भन्छ नि। बात त सही है। बोल्ने बेला सोच्नु पर्थ्यो नि चोथाले दिदी। अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ के। कान काट्ने कुराको चक्करमा नाक काटियो। नेपालबाट बाहिर निकाल्न पर्छ।